सबैजनालाई मेरो नमस्कार। मेरो युट्युब च्यानलमा सबैजनालाई वेलकम छ है। सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। यो हो ताराखोला गाउँपालिका 3 घुसमेली मास्तिर बगर र घुसमेलीको बिचको बाटो है। यो एकदम अविरल वर्षाको कारण धेरै पानी आएको कारणले अहिले बिदो भएर यस्तो घाम लाग्दा पनि पहिरो बगिरहेको छ। अहिले बाटो चाहिँ बन्द भएको छ है, अविरल वर्षाको कारणले। यहाँ मान्छेहरू धेरै यताउताबाट आएर बस्नु भएको छ। हेर्न भित्र मूल रहेछ कि यहाँ पानीको मूल भएको कारणले यो बगिरहेको छ। यस्तो चर्को घाम लाग्दा पनि बगेको बगै छ। यहाँ बाइक छिराउने ठाउँ थियो, अहिले त त्यही पनि छैन। हेर्नुहोस् न, पुरै बगेको बगै छ। यात्रा गर्दा चाहिँ बर्खायाम भएको कारणले एकदम ख्याल गरेर हिँड्नु होला है। अब त बाइक छिराउने ठाउँ पनि बन्द भइसक्यो। हामी आएको पनि धेरै भइसक्यो। बगेको बगै छ है साथीहरू, यो बगेको बगै छ। त्यही ठुलै मूल रहेछ, त्यो भएको कारणले बगेको बगै छ। यता हाम्रो गौरव बोर्डरहरू आएर यहाँ बाइक छिराउने कुरो छ, यहाँ बनाएर ठाउँ सकेसम्म गौरव बोर्डरहरू एकदम कसिएको अवस्था छ। ट्र्याक्टरहरू बाइकहरू धेरै आएर बसेको अवस्था छ। बोर्डर यहाँ कसिहाल्यो है, खन्न बनाउन। जोसिलो मान्छे हुन् तिनी है। त्यो बोर्डर एकदम कसिएर बाइक छिराइ पनि हाल्छन् कि लिइहाल्यो। बाइक छिरो है, यात्रा गर्दा एकदम ख्याल गरेर हिँड्नु होला है। ल है, मेरो युट्युबलाई पनि सब्सक्राइब गर्नु होला। हस् त, धन्यवाद सबैजनालाई मेरो भिडियो हेर्नुको लागि। थ्याङ्क यू सो मच है।